विजय उपाध्याय कन्सल्टेन्ट जनरल सर्जन बर्दिया अस्पतालमा विगत 8.5 वर्षदेखि कार्यरत छु र म आउँदासम्म यहाँ सर्जरी सेवा उपलब्ध थिएन। त्यसले गर्दाखेरि यहाँको जनताको यो जिल्लाको जनताहरू नेपालगञ्ज लखनऊ सानसानो अपरेसनको लागि पनि जानुपर्ने बाध्यता थियो। त्यसले गर्दाखेरि म आएपछि अनि यहाँ उपकरणहरू नहुँदाखेरि बिस्तारै उपकरणहरू जोडियो र आएको 1 महिनापछि मैले सर्जिकल सेवा चाहिँ सुरु गरेँ। हामी कहाँ एनेस्थेसिया डाक्टर नभए तापनि हामी ठुल्ठुलो अपरेसन जुन अब बिरामी मरिरहेको अवस्थामा कहीँ नजान सक्ने अवस्थामा पनि हामीले अपरेसनहरू गरेर इभन आन्द्राहरू काटेर चिरेर पेटहरू लगभग 12-15 अपरेसन गरेर त्यो हरेक व्यक्तिको बिरामीको ज्यान बचायौँ हैन। त्यसपछि गर्दा गर्दै बिस्तारै नेपालगञ्ज रुपेडिया अथवा लखनऊतिर जाने बिरामीहरूको चाप बिस्तारै घट्दै गयो र एउटा बर्दिया अस्पतालले सर्जिकल सेवामा बिरामीप्रति एउटा विश्वास पनि जगायो। त्यसले गर्दाखेरि अहिले पनि हाम्रो सर्जिकल सेवामा बिरामीको चाप राम्रै छ हैन। र सँगसँगै पोहोर साल हामीले एनेस्थेसियाको डाक्टर साहब पायौँ यहाँ र जीए मसिन पनि पायौँ सँगसँगै। त्यसले गर्दाखेरि झन् हौसला भयो र हामी धेरै अपरेसनहरू जुन हामी स्पाइनमा मात्रै गर्छौँ त्यसपछि हामी जीए एनेस्थेसिया दिएर ठुल्ठुलो अपरेसनहरू गर्न थाल्यौँ र राम्रै गइरहेको छ सबै कुरा। अब गर्दा गर्दै अब डाक्टर साहबको सेवा सुविधा पुगेन उहाँको डिमान्ड अनुसार। त्यसले गर्दाखेरि उहाँले छोडेर जानुभयो। त्यो छोडेर गइसकेपछि फेरि अब सर्जिकल सेवा त्यही पुरानै अवस्थामा जाने भयो। कमसेकम एउटा जुन हामीले जनरल एनेस्थेसियाबाट हुने अपरेसनहरू जुन सेवा सुरु गरेका थियौँ त्यसलाई चाहिँ फेरि हामी स्पाइनमा ल्याएर झार्नुपर्ने अवस्था आयो। त्यसले गर्दाखेरि मेरो एउटा के छ भन्दाखेरि अब गुलेरिया नगरपालिकाले सहयोग गरेको छ, सँगसँगै अरू पालिकाहरूले पनि अलिकति सेवा सुविधाको लागि केही छुट्याइदियो भने विशेषज्ञ चिकित्सकलाई एउटा चाहिँ अस्पतालमा सेवा बढ्ने थियो र हरेक पालिकाका बिरामीहरूले त्यो सेवा पाउँछ। त्यसले गर्दा मेरो यो आग्रह पनि छ, अनुरोध पनि छ। त्यसलाई चाहिँ यथाशीघ्र चाहिँ हामीले सबलाई चिठी पनि पठाएको छ, मेसेज पनि गरेका छौँ। यो हरेक पालिकाको मेयर साहबहरूलाई थाहा छ यो कसरी हुन्छ। यथाशीघ्र पहल गरिदिनु होला। र उपचारको हिसाबले चाहिँ हामी कहाँ अर्थोपेडिक सर्जन पनि हुनुहुन्छ, म आफै पनि जनरल सर्जन हो हैन। अब अर्थोपेडिक सर्जन हुँदा हुँदै अब सियाम नभइकन उहाँको हात आँखा चाहिँ सबै त्यही सियाम मसिन भन्ने नै हो। त्यो भइदियो भने कमसेकम स्पाइनलमा गर्ने, ब्लकमा गर्ने हड्डी फ्र्याक्चरहरूका कुराहरू, सानसानो कुराहरू पनि यहाँ सुविधा हुन्थ्यो। बिरामीले नै सुविधा पाउँथे। कमसेकम त्यो बिरामीहरू चाहिँ नेपालगञ्जतिर अथवा इन्डियातिर पठाउनु पर्ने अथवा जानुपर्ने अवस्था आउँदैन थियो होला। त्यसले गर्दाखेरि हामी कहाँ डाक्टर भएर पनि मेसिन उपकरण नभएर चाहिँ त्यो सेवा सुविधा हामीले दिन सकेका छैनौँ। र उपचारको क्रममा समस्याहरू अब बिस्तारै के हुन्छ भने चाहिँ जिल्ला अस्पतालको लेभलमा अब पर्याप्त कन्सल्टेन्ट कहिलेकाहीँ अब पहिलाको अवस्थामा हामी एउटा भिडियो सामान्य पेट दुख्यो अब एपेन्डिक्स हो कि पथरी हो के हो अब क्लिनिकली छुट्यायो, तर आजभोलि बिरामीले यो हो होइन भन्ने प्रमाण खोज्छ। त्यसले गर्दाखेरि भिडियो एक्सरे समेत हामीले नेपालगञ्ज पठाउनु पर्ने स्थिति थियो। तर अहिलेको अवस्थामा हाम्रो आफ्नै डाक्टर साहब चाहिँ पठाइसकेर आइसक्नु भएको छ भनेपछि त्यो समस्या पनि अहिले चाहिँ छैन। बिरामीहरूले भिडियो एक्सरेको सेवा सुविधाहरू यही गुलेरिया अस्पतालमै हामीलाई पनि सजिलो भएको छ, बिरामीले पनि सजिलो भएको छ। किनभने 200 जान 200 आउन त्यसपछि दिनभरि उसको खर्च हुन्थ्यो। त्यो सेवा सुविधा यहीँ भइसकेपछि बिरामीले धेरै सहजता भएको छ। त्यसले गर्दाखेरि मेरो आग्रह यही छ, अब थप आउने दिनहरूमा डाक्टरहरूलाई कसरी टिकाइराख्ने त्यसको लागि चाहिँ हरेक पालिकाहरूले पनि जोड दिनु पर्यो, नेपाल सरकारले पनि जोड दिनु पर्यो। सँगसँगै यदि एनेस्थेसिया डाक्टर आयो भने ल्याप्रोस्कोपिक अपरेसनहरू चाहिँ हैन, म आफै पनि एउटा सर्जन भएको नाताले प्राइभेटमा गर्छु हैन। अब किनभने हामी कहाँ उपकरण नभएर गर्न त पर्यो, आफ्नो सिपलाई त जोगाइराख्नु पर्यो हैन, गरिराख्नु पर्यो। त्यसले गर्दाखेरि यदि नेपाल सरकारले कतैबाट त्यो मसिन पनि उपलब्ध गराउँछ भने हामी जिल्ला अस्पतालमै त्यो सेवा सुविधाहरू बिरामीले दिन सक्छौँ।